छ न्यु इयर है 2082 मा हामी चाहिँ अहिले स्मारक बेलुकाको नाइट भ्यू हेर्नको लागि भनेर आइसकेका छौँ होइन बेलुकाको नाइट भ्यू चाहिँ बबाल देखिन्छ अनि ठ्याक्कै हामी चाहिँ यहाँ आइपुगिसकेका छौँ हजुर अनि त्यसपछि हामी चाहिँ यहाँ नाइट भ्यूको लागि आइसकेका छौँ है सम्पूर्ण सबैजना है कतिपय अब दिउँसो नै आइपुग्नु भएको होला दिउँसो आइपुग्नेहरूले चाहिँ यस्तो बबाल देख्नु भएको छैन होला सायद होइन अनि यहाँले चाहिँ यता फोटोग्राफर पनि छ है फोटो खिच्दै हुनुहुन्छ हामी चाहिँ अहिले बेलुकाको नाइट भ्यू हेर्नको लागि चाहिँ आइपुगिसकेका छौँ सम्पूर्ण सबैजना यो भिडियो मन परेर लाइक कमेन्ट सेयर अनि साथमा सब्सक्राइब गर्नु चाहिँ नबिर्सनु होला भन्दै हामी अगाडि बढ्न चाहन्छौँ है त सो फाइनली हामी चाहिँ यहाँ यो के भन्छ अरे धारानिर आइपुगिसकेका छौँ तपाईँहरू दिउँसो आउँदाखेरि चाहिँ यहाँ पानी आइरहेको थियो होला धारा आइरहेको थियो होला होइन अनि हामी चाहिँ अहिले आउँदाखेरि पानी छैन तर केही छैन हामी पानी नभए पनि केही फरक परेन हामी चाहिँ यो तपाईँहरूलाई नाइट भ्यू देखाउनको लागि चाहिँ आइपुगिसकेका छौँ है यतातिर पनि आजसम्म पनि पार्टी खाँदै हुनुहुन्छ होइन टक्क लाएर हामी चाहिँ तपाईँहरूले यो नाइट भ्यू देखाउनको लागि आइपुगिसकेका छौँ है अनि सम्पूर्ण सबैजनाले साथ दिएर लाइक कमेन्ट सेयर अनि साथमा सब्सक्राइब गर्नु चाहिँ नबिर्सनु होला कतिजनाले यहाँ फोटो पनि खिच्नु भयो होला दिउँसो होइन बबाल लाएर यहाँ नाइट भ्यू चाहिँ तपाईँहरूले अब राति देख्नु भएको छैन होला नि त तपाईँहरू आउनु भएको छैन होला हेर्नु यस्तो छ यहाँ फोटोहरू पनि खिच्दै हुनुहुन्छ तर केही छैन चाहिँ यस्तो यस्तो छ होइन पुरा यस्तोहरू छ तपाईँहरू किनकि यहाँ के अरे नाइट भ्यू हेर्नको लागि आइपुग्नु भएको छैन नि त किनकि टाढा टाढाको मान्छे भएको कारणले चाहिँ बिहान आउनु भएको होला बिचरा है दिउँसो अथवा बेलुका हुँदाखेरि जानुभएको होला हामी चाहिँ यहीँको मान्छे भएको कारणले चाहिँ तपाईँहरूलाई देखाइरहेको छु ए यस्तो छ है नाइट भ्यू चाहिँ यो चाहिँ हाम्रो पुर्खाउले यो के भन्छ अरे यो के भएर जितेर ऊ भएको अरे युद्ध लडेर जितेर होइन अनि केही छैन बाउबाजेहरू जितेको त्यस्तो भएको छ अनि यहाँनिर चाहिँ सबभन्दा भाइरल उयो चाहिँ यहाँनिर हो भाइरल बाटो भन्छ के भन्छ यसलाई चाहिँ खै त है भाइरल ठाउँ चाहिँ यो है गाइज फाइनली हामीले पनि पहिले पुरानो फोटो खिचेका छौँ र अहिले पनि खिच्नेछौँ अनि यहाँ सबैजना फोटो खिच्दै हुनुहुन्छ होला है सबैजना फोटो खिच्दै हुनुहुन्छ तर बबाल छ नि त यो किनकि टिकटकमा भाइरल भएको भनेकै यही हो होइन टिकटकमा भाइरल भएको चाहिँ अनि अहिले चाहिँ हामी यहाँ हिँड्दैछौँ केटाहरू माथि आइरहेको छ कोही कता छ कोही कता छ यहाँ फोटो खिचिरहेको छ केटाहरूलाई फाइनली म पनि 1-2 फोटो खिच्छ है त तपाईँहरूले त्यो फोटो यही उसमा भ्लगमा सेयर गरिदिन्छ है त गाइस हामी चाहिँ भिडियो बनाउन लागेको छौँ अनि यहाँ भाइको बनाउँदै राखेँ हेर्नु ल ल पखाइ 1 2 3 गो फाइनली हामी भिडियो बनाइरहेको छौँ हेर्नु यहाँ मोबाइलमा घुम्यो भाइको भिडियो यस्तो बनाएको छौँ फाइनली हामी भिडियो बनाइरहेको हाम्रो पनि बनाएको छ यहाँ भइसक्यो क्या ल अनि हामी चाहिँ यता कहाँ जान्छौँ भन्थ्यो कि क्यामेराबाट फोटो खिच्ने हो कि दाइ उयो त्यति उहाँको होला सायद होइन ऊ यहाँ जाउँ न भाइ तल जाउँ न तल यहाँ केटाहरू अझै पुगेको छैन अरे भिडियो बनाउन एकैछिन है त म एकैछिनमा यताको भ्यूहरू पनि सबै देखाउँछु ल फाइनली हामी चाहिँ यो पानको पातनिर पनि आइसक्यो पानको पात चाहिँ के भन्छ अरे नाम अलि आउँदैन होइन पानको पात चाहिँ यता छ मान्छेहरू भिडियो बनाइरहेको छौँ नाइट भ्यू चाहिँ यस्तो बवाल छ है यस्तो बवाल छ ल यस्तो बवालहरू छ होइन मेरो आज हल्का क्यामेराले धोका दिइरहेको छ किन हो थाहा छैन होइन उहाँ तल जाउँ न एकचोटि त्यो पुलनिर यस्तो छ हौ बवाल छ ए भिडियो बनाउँ ल यतिको रमाइलो भनेको हाम्रो स्मारक भनेको त सही हो ठिक छ यतिको रमाइलो त होइन ल दामी
ल गाईको बच्चा के भन्छ अरे गाईको बसेर उयोहरू आएछ यहाँ माउ र उयो छ है केटाहरू चाहिँ बाथरुम जाने भनिरहेको छ यहाँनिर बबाल छ ल बबाल यहाँ चाहिँ तल गएर माथि फर्किसिया छौँ है यहाँ यता माथि चढौँ कि भनेको यहाँ दिदीहरू टन्नै हुँदो रहेछ केही छैन फोटो खिच्ने भिडियो बनाउने गरेर रहेछ केही छैन हामी चाहिँ माथि चढ्दैनौँ ठिक छ मान्छे टन्नै भएको कारणले चाहिँ हामी त्यहाँ चढेर देखाउन पाएनौँ होइन केही छैन ए यता हाम्रो सुजन भाइ छ हौ सुजन भाइ कस्तो लाग्यो हाम्रो स्मारक बबाल छ है सबजना आइदिनु होइन घुम्नको लागि नाइट भ्यू हेर्नको लागि स्मारक बेस्ट हो क्या बेस्ट खास भन्यो भने चाहिँ उहाँहरू चाहिँ दिउँसो आउनु भयो क्या होइन किनकि बेलुका आउनु भएको भए चाहिँ हल्का राम्रो हुन्थ्यो केही छैन दिउँसो आउनु भयो केही छैन कुछ नै फरक पर्दै भने जस्तै रिसाएर के भयो मुम्बई आएको छ अरे बे किन रिसाएको थाहा छैन र दिदीहरू पनि आज अझै आइरहेछ मान्छे यहाँ टन्नै होइन यहाँ छिर्नको लागि चाहिँ टिकट लिँदो रहेछ यहाँ टिकट लिइरहेछ नि यहाँ असिका तामाङ दिदीलाई बोलाउनु पर्छ असिका लामालाई पखान मैले जानेको छ हामी चाहिँ अब केही छैन सर्टकटबाट जानेछौँ हामी चाहिँ सर्टकट गएर ल बवाल छ यस्तो यस्तो दामीहरू पनि छ हाम्रो एउटा स्मारक नाइट भ्यू चाहिँ बबाल छ है ल पानी चाहिँ अहिले आइरहेको रहेछ ल अघि चाहिँ आएको थिएन अहिले आइरहेको रहेछ केही छैन हेर्नु न यस्तो यस्तो मान्छेहरू फोटो खिच्दा छ हो के हो होइन टक्क लगाएर अनि हाम्रो यता भान्जेहरू पनि दिउँसो आउनु भएको छ भन्दै हुनुहुन्थ्यो उहाँले चाहिँ रातिको नाइट भ्यू हेर्न पाएन कुबाजु गर्दै हुनुहुन्थ्यो होइन केही छैन मैले भिडियो बनाइदिएको छु हेरिदिनु होला है चिम्पाङ्ची के भन्छ त्यो चाहिँ यहाँ रहेछ अनि यहाँ चाहिँ हरेक जनावर जन्तु हुन्छ है हामी चाहिँ बत्ती बालेर देखाउँछु म सक्दो है ल यहाँनिर चाहिँ यस्तो छ ल यसलाई चाहिँ खरायो भन्छ यो गीता रे गीता हौ यो चाहिँ परेवा खोइ राम्रै देखायो होइन परेवा हो चाहिँ अब म यहाँनिर के बाघकी चितुवा थियो होइन तर यहाँ देखेको छैन कहाँनिर हो यो यहाँनिर गीतै रहेछ बाघ यहाँ हिँडिरहेको रहेछ ल पुरै हो हिँडिरहेको रहेछ अनि यता चाहिँ मिर्का जरायो मिर्का सिर्का आयो के भन्छ यहाँ हिँडिरहेको छ एउटा त्यहाँ हिँडिरहेको छ अरू चाहिँ कहाँ हो ओ यहाँ छ टन्नै सुतिरहेको छ है ल फाइनली हामी चाहिँ यस्तो नाइट दामी छ बवाल छ के भने मैले त पुरै बुझिनँ केही छैन पता नहीं कौन है पीछे देखो पीछे पुरै बुझिनँ केही छैन त्यो बवाल छ है यस्तो बवालहरू छ हामी चाहिँ यहाँ उनीहरू नाचिरहेको रहेछ हाम्रो भाइहरू पनि नाच्न हिँड्दा छ ओइ नाच त हो नाचेर हिँड्दा छ होइन
ऊ नाचिरहेको छु ओ यता नाचिरहेछ गीतमा तर यता हाम्रो केटाहरू आफ्नै पारैमा नाचिरहेर हिँड्दा के छैन ए यता चाहिँ यस्तो छ अनि यो के भन्छ अरे साइकल पिङमा हिँड्ने चाहिँ त्यहाँनिर हो होइन साइकल पिङहरू हिँड्ने उयोहरू हिँड्ने यता हो ल ओ यहाँ माथितिर जाउँ न अनि यो चाहिँ अघि चाहिँ तल भयो यो चाहिँ माथिनिर छ उयो के भन्छ अरे यहाँ तल के भन्छ अरे गएँ थियो त्यसको माथिनिर हो यो चाहिँ ल यस्तो यस्तो बवाल छ है यहाँनिर चाहिँ ल गायो जौवाना ल फाइनली हामी यो कहाँ आइपुग्यौ बवाल छ बवाल बवाल जकास यहाँ चाहिँ दामी छ होइन दामी ठाउँ रहेछ अनि मैले हल्का फुल्का मात्रै घुमेको थिएँ कि यहाँको मान्छे भएर म खासै यहाँ घुम्दैन त हामी चाहिँ काठमाडौँतिर हुन्थ्यौँ कि अनि आज आएर हेरेको बवाल यहाँ चाहिँ ऊ माथितिर पनि नाचिरहेछ अनि यहाँनिर ल बवाल छ ल एकदम बवाल छ बवाल दामी छ है एउटा ऊ यहाँ एउटा टिकटक बनाउने भन्दा छ म पनि बनाउने छु है अनि टिकटक नाम चाहिँ मेरो भिटेन ब्लोन छ है यहाँ चाहिँ ल यहाँ टिकटक बनाउन लागेको छु म टिकटकको उयो चाहिँ तपाईँहरूले यहीँ देखाउने छु युट्युब च्यानलमै देखाउने छु है त नेटमा चाहिँ यहाँ बनाउन लागेको छु टिकटक वाट फाइनली हामी चाहिँ टिकटक बनाएर पनि निस्किसकेका छौँ होइन टिकटक केटाहरूसँग छ कति दुःख गर्ने च्याङमाहरू नाच्ने भने चाहिँ होइन अनि हामी चाहिँ ल बवाल छ होइन दामी छ माथि चाहिँ हामी अहिले जान नभएको कारणले चाहिँ हामी यहीँबाट फर्केको छौँ ओ यहाँबाट जाउँ यहीँबाट फर्केको छौँ है त्यसको लागि चाहिँ आइएम सो सरी माथि डाँडाको चाहिँ देखाउन पाएन तपाईँहरूको त्यो सबभन्दा अग्लो चाहिँ देखाउन पाएन केही छैन म गुगलबाट फोटो डाउनलोड गरेर यहाँ हालिदिने छु केही छैन हामी चाहिँ यहाँ गेटनिर आइपुगिसकेका छौँ फेरि है हामी किनकि घर जानुपर्छ चाँडै ढिला पनि भइसकेका छौँ सो हामी चाहिँ फाइनली गेटबाट पनि निस्किसकेका छौँ है ल हामी चाहिँ फाइनली गेटबाट चाहिँ निस्किसकेका छौँ यहाँ चाहिँ पनि भिड छ है यस्तो भिडभाड छ मान्छे हिँड्ने ठाउँै छैन पुरा बाइकै बाइक छ ए स्मारक गेट चाहिँ यही हो है गाइस ल ल हामीले यताबाट पनि निस्किसकेका छौँ बाहिर निस्किसकेका छौँ है ओके फाइनली सम्पूर्ण सबैजनाले यो भिडियो मन परायो लाइक कमेन्ट सेयर गरिदिनु होला साथमा सब्सक्राइब पनि गरिदिनु होला आजको लागि यति नै है सम्पूर्ण सबैजनाबाट अहिलेको लागि यति भन्दै तपाईँहरूको साथबाट रमेश बाबु बिदा माग्न चाहन्छु भन्दै अहिलेको लागि रमेश अवश्यले बिदा माग्न चाहन्छु भन्दा अहिलेको लागि यति नै है सम्पूर्ण सबैजना यो भिडियो मन परायो लाइक कमेन्ट सेयर हामी साथमा सब्सक्राइब पनि चाहिँ नबिर्सिनु होला हामी फेरि नेक्स्ट टाइम आउँछ है बाई बाई